हेलो नमस्ते सबैजनालाई गाइज। आज चाहिँ हामी सानो कामले मार्केट भनेर निस्केको थियौँ। मार्केट भन्दा चाहिँ कति जाँदो रहेछ भन्नुभयो गाइज। अब के गर्ने होइन, उसको हस्बेन्डको पनि ड्युटी थियो, त्यसको लागि चाहिँ घरमा सागसब्जीहरू पनि थिएन, त्यसको लागि चाहिँ हामी मार्केट भनेर हिँडेको थियौँ। यता चाहिँ हामी रुमबाट निस्किसक्यौँ। यता चाहिँ राधा कृष्णको मन्दिर के कति राम्रो थियो कि मैले पनि हजुरहरूलाई त्यो देखाउँदै थिएँ। यता चाहिँ झोला किन देखाएँ भने नि गाइज, मलाई चाहिँ पहिला बिहा हुने अगाडि यस्तो झोला सोला बोकेर हिँड्न चाहिँ एकदमै शरम लाग्थ्यो कि। अहिले जब समय परिस्थिति बाध्यताले भनौँ होला अब होइन, शरम केही लाग्दैन कि त्यस्तो चाहिँ। अनि यता चाहिँ हामी चाहिँ हिँड्यौँ दुईजना मार्केट, अलिकति सपिङ पनि गर्न थियो, अब सागसब्जीहरू पनि लिन थियो सपिङमा। यता चाहिँ हामी आएर फास्ट कस्मेटिक दोकानमा ढुक्यौँ किनकि हाम्रो कतिवटा सामानहरू पनि लिन थियो कि, त्यो लिन आउन थियो। त यता चाहिँ के चल्दै थियो छत्तिसगढिया, यिनीहरू चाहिँ छत्तिसगढियाको कल्चरको के थाहा छैन, यो चाहिँ के हुँदै थियो गाइज। बादमा चाहिँ रथमा पनि उत्यो भयो, मैले चाहिँ त्यो देखाउँदै थिएँ। यता चाहिँ छत्तिसगढको यो चाहिँ कल्चर ड्रेस हो गाइस। यता चाहिँ यस्तो हुन्छ के भएको, यो चाहिँ मलाई अगाडि चाहिँ के भएको यिनीहरू चाहिँ समझमा आएन। यो पछि चाहिँ हाम्रो चाहिँ उता अब यस्तो कलश यात्रामा हुँदा चाहिँ यस्तो हुन्थ्यो नि त नि, कलश यात्रा जस्तो पनि हुँदै थियो, थाहा पूजासुजा पाठसाठ होला। बादमा चाहिँ रथको उयो पनि आयो, मैले त्यो त हजुरहरूसँग पनि सेयर गर्दै थिएँ, देखाउँदै थिएँ। भ्यूहरू चाहिँ राम्रो आउँदै थियो कि सबैजनाको। यो हेर्न, यो चाहिँ कति सुन्दर लागेको छ कि रथ। मलाई चाहिँ यो चाहिँ एकदम म चाहिँ क्याप्चर नगरिकन बस्नै सकिनँ क्या गाइस। यो चाहिँ मलाई यति राम्रो लाग्यो नि त नि, त्यसको लागि चाहिँ मैले यता देखाउँदै थिएँ। यता भिड हेर्न, यति भिड थियो नि त, मार्केट पनि यति भिड, पुरा यो रथ मेलाले गर्दा कि सबैतिर भिड। मार्केट जाँदा पनि ट्राफिक जामहरू भएर त्यसको बादमा चाहिँ यता हामी दोकानभित्र घुसिसक्यौँ। यता सपिङ गरिसकेर सब्जी मार्केट आयौँ हामी। सब्जी मार्केटमा चाहिँ अब फेभरेट चिज होइन, कटहल सबभन्दा फास्ट चाहिँ हाम्रो यसमै आँखा गइहाल्यो कि गाइस। यता चाहिँ यस्तो गोटा लिन सक्दैन, काटेर दिन्छ कि, यता काटेर हामीले लियौँ। त्यसको बादमा चाहिँ आयो यता हामी अरू सब्जीहरू पनि लिनलाई। यता सब्जीहरू सबै लिइसकेको थियौँ हामीले। बादमा चाहिँ त्यही देखाउँदै थिएँ मैले। सब्जीहरू लिएको बादमा चाहिँ यता हामी अटो सोटोमा पनि उठिसक्यौँ गाइस। हामीले चाहिँ खाना चाहिँ त्यस्तो के खाइनौँ, यस्तो लिएर आएको थियौँ, घरमा खायौँ बादमा। यता चाहिँ मैले भ्यू के निस्किँदा चाहिँ हल्का अँध्यारो इभिनिङ भइसकेको थियो त, त्यसको लागि चाहिँ मैले यताको भ्यू देखाउँदै थिएँ। यता चाहिँ हामी चाहिँ स्विट पोटेटो खाँदै थियौँ, त्यही देखाउँदै थिएँ गाइस मैले। यता चाहिँ बहिनीले के भन्दै हुन्थ्यो। घर आइपुग्यौँ, बाई बाई गाइस। त गाइस म चाहिँ फाइनली रुम आइपुगेको छु। रुम आएर यता फ्रेस पनि भइसकेँ। यता चाहिँ हामीले के ल्यायौँ मार्केटबाट त्यो चाहिँ देखाउँछु है गाइस। हाम्रो देखाउनु त त्यो के मिर्ची हो भने अचार मिर्ची, यो चाहिँ अचार खाने मिर्ची अरे, यो चाहिँ अचार खाने मिर्ची अरे। यता चाहिँ फुलकोपी, धनियाँ, मटर, अदरक, मुला, यता चाहिँ यो सुक्खा मिर्चीहरू। यता हामीले सबभन्दा पुरा फेभरेट चिज के ल्यायौँ भने त कटहरले, त्यो चाहिँ खतरनाक मनपर्छ गाइस। हाम्रो चाहिँ आज यति सपिङ भइसक्यो।